हेलो फ्रेन्ड, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी भ्रमणको लागि निस्किँदैछौँ साथीहरू। यहाँ चाहिँ कोही अब बाइकमा हैन र हामी चाहिँ गाडीमा जानेवाला छौँ साथीहरू र गाडी पनि फाइनली आइसक्यो। मेरो यस्तै भिडियो हेर्नको लागि साथीहरू मेरो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला है त। र फाइनली साथीहरू हामी चाहिँ गाडीमा चढिसकेको छौँ र यहाँ छेउमा मेरो काका हुनुहुन्छ, भान्जा हुनुहुन्छ र यो मेरो काका चाहिँ मेरो बाबु। अब हामी चाहिँ जानलाई रेडी भइसक्यौँ साथीहरू र यहाँ भाइहरू चाहिँ चढ्न बाँकी छ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो टुर सुरु भयो। यस्तो राम्रो डाँडाकाँडा हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो राम्रो सिन छ है। यो चाहिँ के भन्नु होला साथीहरू, यहाँ तिर्खा लागेको हुनाले हामी चाहिँ दिउ खान थालेको छौँ। साथीहरू तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला र मन परेमा लाइक शेयर गर्न पनि नबिर्सिनु होला है त। फाइनली साथीहरू हामी चाहिँ तावा भन्छ यहाँ आइपुग्यौँ। यहाँको सिन देख्न सक्नुहुन्छ। वाउ, जस्ट लाइक वाउ, यस्तो दामी रहेछ। म चाहिँ फर्स्ट टाइम आएको नि त। साथीहरू आज चाहिँ तावा भन्जङमा एकदम स्पेशल छ, खास किन हामी राईहरूको फागु हुँदैछ नि त, त्यही भएर आज चाहिँ एकदम स्पेशली छ। यहाँ देख्न सक्नुहुन्छ सबैतिर पसल फिजिएको छ होटलहरू र यहाँ चाहिँ हामी तयार हुँदैछौँ फागुको लागि साथीहरू। एकैछिन हाम्रा यहाँ केही प्राविधिक ढिलाइ भएका कारणले यो अन्डा कसरी हो? अन्डा कसरी हो? लगाउने कार्यक्रम भइरहेछ। हेलन राई कहाँ हुनुहुन्छ? हेलन राई अन्डा कसरी हो भनेको? हाम्रो औपचारिक कार्यक्रम समोसा कसरी हो? तथा नृत्य भइरहेको छ, साकेला नाच भइरहेको छ। स्वयंसेवक साथीहरू एकैछिन हाम्रो औपचारिक कार्यक्रम भइन्जेल हाम्रो साकेला नृत्यलाई स्थगित गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। कृपया अन्डा कसरी हो? 50 ले भनेको भाइ दुईटा दिनु न। के भने बहिनी? मेरो नानी त माथि छ। हुन्छ लगाइदिनु। औपचारिक कार्यक्रम भइन्जेलसम्म तपाईँहरू नमानिदिनु होला। एकदम रमाइलोसँगले नाचिरहनु भएको थियो, आफ्नो कला प्रस्तुत गरिरहनु भएको थियो। तपाईँहरूलाई हामीले एकैछिन स्थगन गराइयो। हाम्रो औपचारिक कार्यक्रम भइन्जेल त्यस पश्चात फेरि पुनः तपाईँहरूले आफ्नो साकेला सिडीले हजुर दुईटा नानीको लागि मात्रै हो कि सानो खोजेको कि हामी त खाजा खाने बेला भएको छैन। त्यसपछि राष्ट्रिय गान म चाहिँ यहाँनिर मेरो बेबीको लागि अन्डा लिँदैछु र यहाँ देख्न सक्नुहुन्छ कति राम्रो फुर्का र मैले चाहिँ सेतो फुर्का पनि लिएँ। साथीहरू फागु सुरु नभइकन यहाँ चाहिँ पानी परिरहेको छ र हामी चाहिँ एक होटलभित्र छिरेको छ अझै पनि र हामी चाहिँ खाजा खानातिर लाग्यौँ साथीहरू। थुक्पा छ खाजामा। साथीहरू यहाँ चाहिँ सबैजना फागु नाच्नलाई रेडी भइसक्नु भएको छ। साथीहरू म चाहिँ तावा भन्ज्याङ फर्स्ट टाइम आएको हो। एकदम रमाइलो रहेछ, वरिपरि डाँडाकाँडाहरू र बिचमा चाहिँ उपत्यका जस्तो रहेछ। एकदम राम्रो लाग्यो मलाई चाहिँ साथीहरू।